जब म थाहा पाउने भएको थिएँ, जान्ने भएको थिएँ, त्यतिखेर म दैलेख जिल्ला, त्यतिखेर सरस्वती गाविस थियो, वडा नम्बर 9 सिमाडा भन्ने गाउँमा बस्थ्यौँ हामी। त्यहाँ हाम्रो सानो घर थियो। अनि तलपट्टि दुईवटा गोरु र एउटा भैँसी बान्ने गर्थ्यौँ। माथि अगाडि पाली जस्तो थियो र त्यो ढोकाबाट भित्र थियो पुरा अलिक धेरै लम्बाइ भएको घर कोठा थियो हाम्रो। हामी त्यहीमा खाना पकाउने, त्यहीँ सुत्ने बस्ने गर्थ्यौँ। अनि घरमा म, मेरो दुईवटा दाजु र मेरो मुवा बस्ने गर्थ्यौँ। मेरो बुवा नेपाल प्रहरीमा जागिर गर्नुहुन्थ्यो। हाम्रो घर खरले छाएको थियो। अनि पानी पर्ने बेलामा हाम्रो घर चुइने गर्थ्यो। अनि मेरो मुवा केराको पात काट्न जान्नुहुन्थ्यो र त्यो केराको पात ल्याएर घरलाई छाउने गर्नुहुन्थ्यो। अनि त्यहाँ हाम्रो घरभन्दा तलतिर मेरो बाजेको घर थियो। बाजे बजै उहाँहरूको राम्रो ठुलो घर थियो।